अनि के छ त सब सन्चै हुन्छ म पनि एकदम सन्चै छु है म चाहिँ बिहान घाँस काट्न गएको थिएँ घाँस काट्न पनि आएँ घाँस काट्न गएर है अनि अगाडि भ्लगमा चाहिँ एउटा क्लिप छ एक दुईवटा होइन 3-4वटा क्लिप छ घाँस काट्न गएको त्यो हेर्न सक्नुहुन्छ र त्यस्तो दामी चाहिँ बनाउन सकेन किनकि घाँस धेरै काट्नु थियो मलाई चाहिँ अनि ढोगिराख यो चाहिँ हल्का इन्ट्रो मात्रै अनि यो कुरा मेरो आज गेटअप यार यस्तो छ यार यस्तो के भन्ने गुड मर्निङ वेलकम टु माई न्यू भ्लग सो आज पनि म चाहिँ अब गाउँ भएपछि घाँस काट्नु पऱ्यो होइन घाँस काट्नु आफ्नो हँसी हाँसी छ हँसी पनि कस्तो खाली ल्याएको छु हेर आज त मैले यस्तो घाँस काट्ने हो काटिसकेको छु अलिक तर अझ काट्न बाँकी छ धेरै जस्तो कि छ हेर त्यतिर यस्तो सिन छ के हुन्छ के गर्नु त भिडियोमा देख्नुहुन्छ है अनि के छ त सन्चै हुन्छ है म चाहिँ घाँस काटेर आइसकेँ घाँसको बारेमा धेरै ठुलो त्यही भएर भिडियो क्लिक गर्नु पाएन आज गेटअप चाहिँ यस्तो खाली छ मेरो यार आज भन्दा पनि अहिले दिउँसो चाहिँ चेन्ज हुन्छ तर अहिलेको लागि चाहिँ यस्तो नै छ पछि चेन्ज हुन्छ गएर लास्ट हुन्छ लास्ट यार कहिले के गर यहाँ छ होइन आउँछ युट्युबमा आइरहन्छ भ्लग लास्ट हुन्छ तर गर्नु चाहिँ भने जस्तो केही छैन पर्खा लाग्यो भने नि गाइजहरू यो छ नि यो पुरै यो लिटरल्ली यो पुरै यो पुरै सब हरियो हुन्छ सब एक ठाउँमा नि एउटा सेतो केही देखिन सबै हरियो हुन्छ होइन अनि सर्व त्यस्तै हुन्छ यो बाटो जहाँ छ नि यो जहाँ देखिन्छ यो सब यहाँ निस्किन्छ है अनि त्यो भएर लास्टै डेन्जर छ यार हिँड्न पनि घाम एकदम हेलाइरहेको आज चाहिँ भिडियो राम्रो देखियो होला आज भनेर भन्न चाहन्छु भिडियो राम्रो देखियो भनेदेखि राम्रै हो तर राम्रो देखिन भनेदेखि नराम्रो हो कि अनि तपाईँले चाहिँ आफूले अरूसँग कम्पेयर गर्नुहुन्छ कि है किन हो क्या यस्तो आफूले अरूसित कम्पेयर गर्नेन नि तपाईँले आफूलाई जुन व्यक्तिसँग तपाईँहरूले आफूलाई कम्पेयर गर्नुहुन्छ त्योभन्दा आफूलाई पर्फेक्ट बनाएर देखाउनु हो कि त्यही भएर अरूसित आफूले कम्पेयर गर्ने काम चाहिँ नगर्नुहोस् त्यो व्यक्ति यदि एउटा क्षेत्रमा एकदम राम्रो छ अब्बल छ भनेदेखि तपाईँहरू त्योभन्दा पनि राम्रो क्षेत्रमा चाहिँ अब्बल भएर देखाउने हो कि होइन म त यस्तो गर्छु त्यो त त्यस्तो छ होइन म चाहिँ यो लेभलमा छु त्यो कहाँ त्यो माथि पुगिसक्यो होइन म चाहिँ के पनि गर्नै सकिरहेको छैन के भए यस्तो मेरो भाग्यमै छैन त्यो भाग्यमै लेखाएन त्यो भनेर चाहिँ सोच्नु चाहिँ तर यो चाहिँ सोच्नु भएन कि आफ्नो कामले जवाफ फर्काउने नि त मान्छेलाई त्यही भएर कसैसँग आफूले कम्पेयर पनि गर्दैन कि सबको टाइम आउँछ एक दिन सबले चाहिँ राम्रो गर्छन् आफ्नो लाइफमा केवल एउटा स्ट्रगल भन्ने चिज हुन्छ स्ट्रगल र टाइमलाई चाहिँ राम्रोसँग म्यानेज गरेर हिँड्न सिक्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ अब टाइमलाई र स्ट्रगललाई म्यानेज गरेर हिँड्न सक्यो भनेदेखि चाहिँ सबको नजरमा चाहिँ राम्रो बन्न सकिन्छ सबसँग चाहिँ रिलेसन राम्रो हुनसक्छ यदि तपाईँहरूमा धैर्यता भन्ने चिज छैन पर्खाइ भन्ने चिज छैन केही कुरा गर्नको लागि तपाईँहरूमा धैर्यता छैन भनेदेखि तपाईँहरू अब बाँचेको नि के फाइदा के होइन त्यही भएर आफूले अरूसँग कम्पेयर गर्ने काम चाहिँ नगर्नुहोस् है कम्पेयर भन्ने चिज चाहिँ अब तपाईँहरूलाई अरूले गरोस् कि होइन यो त यस्तो भइसक्यो होइन म त केही पनि गर्न सकेँ यो त यहाँ पुगिसक्यो यहाँ लेभलमा पुगिसक्यो भनेर भन्नुहोस् न तपाईँहरूले एक दिन त्यस्तो चाहिँ गराउने हो क्या तपाईँहरूले सोचेर बस्दैन नि त यसले गऱ्यो उसले बुद्धि गऱ्यो भनेर तपाईँहरूले सोचेर बस्नुभन्दा पहिला नै तपाईँहरूले स्टार्ट गरेको राम्रो हुन्छ कि तपाईँहरूले जुन क्षेत्रमा राम्रो लाग्छ त्यो स्टार्ट गरिहाल्नुहोस् कि बरु तपाईँहरूले त्यही गर्दा राम्रो हुन्छ होइन यानि कि तपाईँहरूलाई चाहिँ अरूको कम्पेयर गर्दै अरूको देखासिखी गर्दै रिस गर्दै बस्नुमा भन्दा तपाईँहरूले चाहिँ केही न केही सुरुवात गर्नु एकदम धेरै राम्रो हो जस्तो लाग्छ मलाई चाहिँ होइन राम्रो पनि हो कि एक प्रकारको नराम्रो भन्दैन म चाहिँ यो होइन आफूले अरूसँग कम्पेयर गर्ने काम चाहिँ नगर्नुहोस् होइन सबको टाइम आउँछ सबले गर्छन् है यो दुनियाँमा सबलाई सक्सेस लेखाएको छ कि सबको भाग्यमा सक्सेस लेखाएको छ सक्सेसफुल बन्न सकिन्छ मात्र स्ट्रगल र समयले म्यानेज गर्न सक्नु पऱ्यो त्यही भन्न चाहन्छु म चाहिँ अरू चाहिँ के भन्ने हो र